हामीलाई बम्पर अफर भएको छ कि यसरी समाएर चाहिँ कुद्नुपर्छ कि पर्दैन। छोराको न्यु गरेर आफूले पनि किनिसकेको छु। जुनीको मेरो साउसँग बिहे भएको छ। नमस्कार, स्वागत छ मेरो बुढीको युट्युब च्यानलमा तपाईहरुलाई। अहिलेको साँझको 6 बजेको छ र हामी जाँदैछौँ भ्रिकुटी मण्डप। भ्रिकुटी मण्डपमा चाहिँ के छ त भन्दाखेरि फ्यामिली एन्ड चाइल्ड एक्सपो छ अरे, चलिरहेछ अरे। अनि आज त्यसको लास्ट डे रहेछ। अनि हाम्रो फुच्चेलाई पनि एउटा साइकल यसो गुटुटु कुद्ने खालको साइकल त अब भेट्दैन, स्कुटर टाइपको एउटा सानो सानो खुर कुदोस् केटो रोडमा भनेर चाहिँ त्यो लिन जाँदैछौँ। अहिले चाहिँ हामी न्यू प्लाजाको जाममा बसेको लगभग 10 मिनट भयो। यति हो। अब त्यहाँ गएर अनि म तपाईँलाई देखाइहाल्छु कस्तो चलिरहेछ एक्सपो अनि कस्तो स्कुटर सेलेक्ट गऱ्यौँ हामीले फुच्चेको लागि भनेर। पार्किङ चाहिँ कहाँ राख्ने हो थाहा छैन, यतातिर जाने हो र? ए हो त नि। अब गाडी पार्क गर्ने एउटा समस्या हुन्छ, त्यो भएर के गर्नुपर्छ भन्दाखेरि त्यहाँनिर एउटा पुलिस क्लब के भन्ने ठाउँ छ जहाँ चाहिँ इभी चार्जिङ स्टेसन छ। टक्क त्यहाँ जाने, गाडी पनि 50% मात्रै रहेछ। ल चार्ज गर्न आएको हामी भनेर गाडी चार्जमा हाल्ने अनि सट्ट रोड क्रस गरेर भ्रिकुटी मण्डपको एक्सपोमा गएर एउटा स्कुटर लिएर उडिहाल्ने। आएर दिमाग लगा भाइ, दिमाग, जुन चाहिँ मेरो बुढासँग धेरै छ म भन्दा पनि। कस्तो लाग्यो? अहिले रेकर्डिङ भएर चाहिँ अलिकति उसले पनि तारिफ गरे जस्तो गरिन्। न खासै तारिफ गर्ने मान्छे है, तारिफ गर्ने मान्छे चाहिँ उहाँ होइन। यो चाहिँ खसी बजार हो। यो चाहिँ दसैँमा तपाईँको खसी नै खसी पाइन्छ। खसी होइन हौ, भ्रिकुटी मण्डप लुगा पसल होइन, यहाँनिर खसी बजार हुन्छ। खसी पनि हो, एकदम बढिया हुन्छ। ल भ्रिकुटी मण्डपतिरै पार्किङ चाहिँ भेटियो दोस्तो। तर सामान चाहिँ भेटिन्छ कि भेटिँदैन भन्ने कुरा हो होइन। यतिखेरसम्म बन्द भइसक्छ भन्ने हामीलाई लागिरहेछ होइन। एउटा दाइले चाहिँ यहाँनिर गाडी जाम भएछ कि हामीले लाइट ल्याएको भए हुन्थ्यो होइन। हेलो गाइज, वेलकम टु माई ब्लग। यस्तो भइगयो। अब हामी चाहिँ आजसम्म एक्सपोतिर स्कुटर खोज्नलाई है। हल्का अँध्यारो छ, त्यो लाइट आउने बेला भएपछि फेरि हामी देखाउँछौँ। साथीहरू तपाईँहरूलाई तपाईँहरूको बुढासँग हिँड्दाखेरि चाहिँ यसरी समाएर चाहिँ कुद्नुपर्छ कि पर्दैन? म त लास्ट कुद्नुपर्छ क्या, लास्टै छिटो ल्याएर मान्छे त के को हतार हो? के छुट्छ कोनी? प्लेन छुट्छ कि ट्रेन छुट्छ कोनी? हात छोडेर केही को छैन, लुगा समाउन छोड्यो भने म छुटेर हराउँछु, कहाँ हराउँछु पनि थाहा छैन। ओ हामी चाहिँ एक्सपोमा आइसकेको छौँ होइन। सेल मेला हिरोलाई पक्रेर कसरी हुन्छ त? यहाँ चाहिँ हाम्रो विन्टर सेल लागिरहेछ होइन। जुत्ताहरूको खतरा मेला छ। तपाईँहरूलाई जुत्ता चाहिएको छ भने यहाँनिर जुत्ता खरिद गर्न आउन सक्नुहुन्छ। जुत्ताको खतरा मेला लागेको छ। अनि हाम्रो बच्चाहरूको पाउनु ठाउँ चाहिँ यहाँ हो। ल यो चाहिँ बच्चाहरूको पाउनु ठाउँ हो होइन। खतरा डेकोरेसन गरेको रहेछ यार, फिल्म हलभित्र छिरेको जस्तो। ए कति मान्छे त बन्द हुन्छ भनेर कुद्दै आएको, लास्टमा चाहिँ बन्दै भएको रहेछ। हजुर आधीभन्दा धेरै पसलहरू चाहिँ बन्द भइसकेको छ। हामी आउन ढिलो भइसक्यौँ। त्यो त बन्द भइसकेको जस्तो छ। यहाँ छौँ केटाकेटीको गाडी पाउनु ठाउँ। हामीलाई चाहिएको किड्स पसल चाहिँ आइसकेको छौँ होइन। भन्नु न, भन्नु कस्तो चाहिएको भनेर। त्यो पाइडल नभएको भन्नु न, पाइडल नभएको भन्नु न। उयो बाइक पनि ठिक्क हुन्छ होला हेर्नु त। पाइडल यतै छैन केही? ऊ त बाइक ठिक्क हुन्छ होला हेर्नु त।
मैले छोराको न्यु गरेर आफूले पनि किनिसकेको छु होइन छोरालाई चाहिँ पाएन नि पायो पाएन हामी आउँदासम्म चाहिँ सबै बिकिसकेको छ होइन के खोज्नु भएको थाहा नै छैन के खोज्नु भएको तिमीलाई यो ए स्पाको लागि गुड 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 अनि अब अहिले हामी केही नलिने त्यो बाइक सानो खालको थियो नि त दादाको बाइक दादाको छोरालाई पठाइदिएर होइन त्यो बाइक लिनु भएको हुन्थ्यो नि त यहाँ पनि छ है बच्चाको लागि के सामानहरू चाहिँ यहाँ हेर त हामीले खोजेको त्यही त होइन कतै हो त यही भयो नि हुन्छ त के अरे ड्राइभर किनेपछि मात्रै किन्ने हो युज किन्न मिल्दैन कति प्याकेट ड्राइभर किन्ने हो 8 प्याकेट आउने ड्राइभर दिनु न युज गरेर ड्राइभर क्या 8 प्याकेट डाइपर किनेपछि मात्रै यो स्कुटर किन्न पाइन्छ अरे चाहिएको चाहिँ खास स्कुटरहरू यहाँनिर चाहिँ 8वटा डाइपर किन्दाखेरि हाम्रो छोरालाई चाहिएको साइकल जुन चाहिँ अघिदेखि हामीले खोजिरहेको छौँ त्यो साइकल चाहिँ फ्रीमा आउँदैछ र त्यही भएर हामीले 8वटा डाइपर किन्दैछौँ ल भयो यो पछि आउनु न यो डाइपर चाहिँ हामीले युज गरिरहेको डाइपर भएर हामीलाई बम्पर अफर भएको छ साइकल भोलि डेलिभर हुन्छ अरे किन होला किन होला किन के छ र यसो फल्टहरू छ र ए हामीलाई चल्छ एकछिन मधुरो बनाइदिइहाल्छ नि फ्रेस पनि केटाकेटीले त्यही फाइनली भेट भयो केटा हो फाइनली यहाँ चाहिँ खानेकुराको स्टलहरू रहेछ फुड कोर्ट पनि रहेछ ल हाम्रो चाहिँ बम्पर अफर पाएको छौँ होइन साइकल खोज्दा डाइपर फ्री होइन देखाउँदै त देखाउँदैन कहिले कहाँ देखाउँछ कहिले कहाँ देखाउँछ मलाई त देखाउँछ त मैले गर्दाखेरि त ल साइकल किन्दा पछाडि जाऊ अलिक पछाडि जाऊ भनेको के यो डाइपर देखेन तिम्रो म देखाइहाल्छु नि यसरी साइकल किन्दा डाइपर फ्री भनेर भन्ने मिल्दैन 8वटा डाइपर किनेपछि चाहिँ हामीले साइकलमा फ्रीमा पाएको छ खोइ यता बाटो छैन त मलाई भरे बनाएर मान्छे ओ बल्ल राम्रो आयो यार कता गयो ए साइकल आयो ल बाई ए छुच्चो बुढाले मलाई चाहिँ सामान केही किन्न दिनु भएन होइन कति धेरै सामानहरू मन परिरहेको थियो यस्तो हतार यार सधैँ हतार यो मान्छेलाई हेर्नु मभन्दा अगाडि गइसक्नु भएको छ अघि उहाँ हौ पर फर्केर पनि नहेरिकन सधैँ हतार हुन्छ यो मान्छेलाई के को हतार हुन्छ थाहा नै हुँदैन
के को हतार हुन्छ यति धेरै घर पुग्नु छ सुतिसक्यो होला केटो यार सुत्न त सुतिसक्यो होला यार यत्रो हिल्लाएर कुदाउनु हुन्छ यार मलाई हेर्नुहोस् गाइस तपाईँहरूको बुढालाई चाहिँ अलिक तलाएर राख्नु मैले चाहिँ सकिनँ होइन ल आजलाई यति नै आम्मामा कत्रो खाल्टोमा लडेँ हौ म त झन्डै ल बाई बाई गर्छ टाढा बाई बाई होइन नि भरे छोराको एक्सप्रेसन हेर्नु परेन हामी गइसक्यौँ हेर्नु यस्तो थाक्यो नि यो मान्छेसँग कहीँ गएर केही किनौँला र केही बाटोमा मन पर्यो भने चाहिँ त्यो सामान किनौँला भनेर चाहिँ नसोचे पनि हुन्छ तपाईँहरू कसको बुढा चाहिँ यस्तो हुनुहुन्छ यार झन्डै खुट्टा मर्केर भाजिन आफूले बनाउनु पर्ने ब्लग भारी बोकेको छ होइन लास्ट निर्दयी मान्छे यार लास्टै निर्दयी मान्छे यार तपाईँ अनि मेन कुरा आज मैले मेरो क्यामराम्यान बनाएको नयाँ क्यामेरा लिएको मेरो बुढा मलाई लाग्छ मेरो बुढाले एउटा पनि राम्रो भिडियो बनाउनु भएको छैन होला सिक्दै टाइम गयो जस्तो छ कताबाट जाँदैछ हामी जताबाट गयो पनि मलाई भन्दा धेरै तपाईँलाई थाहा छ यो बाटो होइन अनि यसो घुमाउनको लागि चाहिँ सर्टकट पनि छ यहाँनिर हामीले मैले थाहा पाइसकेको छु स्क्रिनमा म एकछिनपछि देखाउँछु यार मेरो यत्रो हिल्लाएर यस्तो कुदाउनु भयो नि कसम यार कुञ्जुनीको मेरो साउसँग बिहे भएको छ थाहा छ यो कति ऋण खाएको थिएँ मैले यो मान्छेको भन्ने जस्तै भएको छ आज मलाई ओह पानी खान्छु ल त्यो खोलेको छ तिमी त त्यतापट्टिको लास्ट चाहिँ यार हेत्तेरिका त्यसै मैले हाम्रो ग्रुपको नाम भाग राखेको होइन क्या यहाँ मान्छेले यति भगाउनुहुन्छ फेरि प्राउड फिल गरिराख्नु भएको छ क्या हेर्नु न मुख एक्सप्रेसन हेर्नु न यस्तो प्राउड त कसैले पनि फिल गरेको छैन होला जिन्दगीमा बुढीलाई यत्रो कुदाएर खुट्टा भाँचेको भए के गर्नुहुन्थ्यो केही गर्नु हुँदैन थियो धन्न हस्पिटल लान्छु भन्नु भएन मेरो बुढाले फेरि हस्पिटल पनि लानु हुँदैन यार मर्ने बेला भटक नपरुन्जेलसम्म हस्पिटल पनि लानु हुँदैन पानी खान्छु ल प्याकी हुने गरी कुदाएर तेरिका हो अब चाहिँ छोरा सुतेको छैन भने चाहिँ अब हामी घरमा जान्छौँ अनि मेरो छोराको एक्सप्रेसन हेर्छौँ अनि फेरि भेट्छौँ हामी चाहिँ घर आइसकेछौँ होइन मेरो बुढाले चाहिँ साइकल झिक्दै हुनुहुन्छ डाइपर नलाने अहिले अब हामी छोराको एक्सप्रेसन हेर्छौँ बसन्त सकिसु त नमस्ते क्यामेरा मुसा यहाँ हेर्नुहोस् त के ल्याउनु भएछ बाबाले साइकल कस्तो साइकल भाइ हो बस्नुहोस् त भाइ कस्तो छ भाइ कस्तो छ भाइ कस्तो छ नाइस छ गरिदिनुहोस् न एकचोटि कस्तो गरिदिनुहोस् त ममालाई हापा गरिदिनुहोस् त ममालाई एकचोटि हापा गरिदिनुहोस् न भाइ ममालाई एकचोटि हापा गरिदिनुहोस् न कस्तो छ भाइ कस्तो छ भाइ भाइ कस्तो छ भाइ नाइस छ मन पर्यो मजा आयो के छ उड्सका के छ नानी के पाक्दैछ ए लाला डिम्पल देखाएर किन ए यो माया कस्तो लाग्यो साइकल के रहेछ
ल मजा आयो थ्याङ्क यू मम्मा भन्नुहोस् वेलकम बाबा सुदीपजी यहाँ थ्याङ्क यू भन्दैछ थ्याङ्क यू बाबा भन्दैछ भनिदिनुहोस् त लु वेलकम मजा आयो यो निकाल्नु क्या यसलाई डिस्टर्ब गरेर के हो यो निकाल्नु मिल्दैन अलिकति खुट्टा पुग्दैन रहेछ अलि अगाडि सार्न मिल्छ जस्तो छ हेर्नु त त्यहाँ पालहरू छ भोलि हेर्नुपर्छ ल यति भन्दै आजको भिडियो चाहिँ म यही अन्त्य गर्न चाहन्छु हस् त नमस्ते बाई बाई गुड नाइट बाई ल यसो गर्नुहोस् न भाइको न्यू साइकल भन्नुहोस् न्यू साइकल ओके बाई बाई